अहमदाबादको ठुल्ठुलो सभाहरूमा ठुल्ठुला गर्जनका साथ विश्वभरका सिद्धान्त फलाकेर राजनीति गर्ने बात होइन। अर्को बात ढुङ्गा बोकेर पाखामा बिरुवा रोपेर आफ्ना सानोतिनो आवश्यकताहरू हामी आफैले परिपूर्ति गर्नुपर्छ भन्ने जागरण हो। अर्को बात स्वाधीनताको पक्षमा कुरा गर्छ। अर्को बात आफ्नो देशको भौगोलिक अखण्डताको कुरा गर्छ। अर्को बात राष्ट्रिय एकताको कुरा गर्छ। अर्को बात सबै मिलेर 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ। एकैसाथ कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, भन्ने मान्यता हो। माटोलाई, खेतबारीको माटोलाई ठुलो होइन, त्यही तपाईँको सम्पत्ति हो, त्यही तपाईँको देश हो, त्यही तपाईँको अस्तित्व हो, त्यही तपाईँको अधिकार हो भनेर बोध गराउन खोज्छ। 35 वर्षसम्म पनि ल्याउन नसकेको पानीलाई 98 दिनमा सरकारी पैसा प्रयोग नगरी जनतालाई आह्वान गरेर जागरणद्वारा, श्रमदानद्वारा पानी ल्याउने बात हो। हर्कबाद ढुङ्गा मात्रै, बालुवा मात्रै भएको बगरमा हरियाली बगैँचा र पार्क बनाएर तपाईँको करोडौँको इन्कम बनाउन सक्ने राज्यको सम्पत्ति जोड्ने दर्शन हो। अर्को बात त्यो अभ्यास